तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको। एउटा लामो कहानी छ हैन। अब यो कहानी के छ त भन्दाखेरि पिरती मेरो कसरी कोसँग बसेर म जोगी भएँ भन्ने कुरा आयो क्या, र मन्त्री भएँ भन्ने कुरा। मेरो पिरती चाहिँ खास गरी देशसँग बसेको हो। तर सुरुमा एकैचोटि देशसँग बसेको होइन, त्यो चाहिँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे 1-2 वर्ष भनेर त्यहाँ चाहिँ गाउँसँग पिरती बस्यो। गाउँसँग पिरती बस्दा बस्दै देश के अरे जिल्लासँग पिरती बस्यो। जिल्लाबाट अरू जिल्ला हुँदै हुँदै देशसँग पिरती बस्यो। त्यसैले अब अहिले जोगी भए, पक्का जोगी हो म चाहिँ। त्यो के अरे व्यवहारिक रूपमा पनि म जोगी नै हो। र यसमा के छ त भन्दाखेरि यो कहानी लामो छ, तै पनि अब यो उसमा चाहिँ यो मन्त्रालयको बारेमा बोल्न चाहन्छु। यो मन्त्रालय सबैलाई, धेरै जसो नेपालीलाई को मनमा के छ भनेदेखि महावीर पुन आएर यो विज्ञान तथा प्रविधि नवप्रवर्तन मन्त्रालय पहिलोचोटि बनायो भन्ने छ। धेरै माननीयज्यूहरूलाई पनि त्यही छ होला, नयाँ माननीयज्यूहरूलाई। पुरानो माननीयज्यूहरूलाई थाहा छ यो पहिलोचोटि होइन यो मन्त्रालय बनेको। 2053 सालमा बनेको हो यो। तर मन्त्रालय चाहिँ बन्यो र अहिलेसम्म यसको चाहिँ अवतार भइरहेको छ, विभिन्न रूपमा अवतार भइरहेको छ। कहिले के मन्त्रालय, कहिले के मन्त्रालयसँग जोड दिने, कहिले काम मन्त्रालय जोड दिने गरेर 2075 सालतिर यो चाहिँ शिक्षा मन्त्रालयसँग जोडियो। यसरी चाहिँ एक किसिमले व्यवहारिक